मिलाएको खै मन्जु कि के अरे मन्जु कि केलाई सपना यस्तो केलाई बिहा लभ गरेर रोथ्यो मेरो अगाडि दाइले मम्मी कसम रोथिन भन्नाले रोथिन पुरा त्यस्तै त रोथिन सर पुरा के एकदम पुरा पट्टु हेर सब पुरा पैसा रहेछ पट्टु हेर सब पुरा भनेर भन्दै पुरा रुने त्यस्तरी भनेको यसलाई म त्यस्तो त्यसको मलाई याद पनि छ त्यसले निलो हो कि हरियो कि कुन रङको कुर्ता सुरुवाल लगाएर त्यसले फोटो पनि थियो त्यससम्म याद छ मलाई चुतिया बनाउँछ सपना मन्जु यस्तै अलिक कमन नेम छ राम्रो ठिक राम्रो राम्रो नेम छ तर नेम चाहिँ कमन छ त्यसको रोको दैदैछ अरे अब आँसु बगाएर त पुरै त्यसले खालि आँसु बगाउनु भयो अब यस्तो हुँदो रहेछ दोष हेर दोष मनदेखि मन पराएको थियो यार सब पैसै हुँदो रहेछ के भनेर बगाएर अस्ति सुनौ न अस्ति फेरि त्यो भाउजूले छोडेर जाँदाखेरि मलाई त्यहाँ आएर के त्यहाँ चियादेवी माइती देवी के अनि भाइ यार भेट गर्ने भनेको यार बिहे नहुने भयो यार भनेर भन्दैन थियो कि मलाई बिहा त किन हुन्न यार कस्तो मुझे 60-60 मा गरेर आउँछन् बिहा त तर लसन दाइले लागेको बिहा त अहिले मम्मी त्यो भन्न त सोच्ने कुरा त होइन मम्मी बुवालाई पनि अलिकति साह्रो नचाहिने भन्दा अहिले जस्तो पनि पाउँछ नि अब आमा बुवालाई पनि त अलिकति हेर्ने खालको चाहियो त्यही भएर गाह्रो छ क्या हो कि भन्नु अब नत्र यसले एक्लै आफूले मस्ती गर्दा जति केटी आएको छ नि आउँदैन नि आउँछन् सब पैसा हेर्ने पैसा भन्दा नि मिल्दै यही हो नि पैसा त्यो हुन्छ मैले कसो कुरा पैसा त्यो ल भन् त्यसो भए त मैले के अरे बिल क्लिन्टनलाई चाहिँ मैले मोनिका लेविससँग के त्यसले पाउँथेन राष्ट्रपति जति फ्रै पाउँथेन नि यसमा मान्छे हजार खासा भए के अरे त्यसको नाम सन्त के अरे त्यस्तो त डुबिहाल्छ खसिहाल्छ त्यही हो अनि सुना नेटवर्क राम्रो हुनुपर्छ मिसकल हान्नेवाला होइन एकदम राम्रो नेटवर्क हो फोन गर्ने होला हामीले सिसी क्यामेरा लगाइरहेको छ फेरि यहाँ यताउता हातको सिम्बल नभएर है त्यो पनि कसले हेरेको छ हामीलाई मात्रै अब सल्लाह यो गौरवसँग भेट्न पाएँ मेरो तबियत खुस भइहाल्छ यस्तो छ चियागन जानुपर्छ है चियागनमा मैले खुवाउँछु चिया जानुपर्छ एकछिन हेर्न मात्रै के को दाइहरू छन् भने सिनियर छ त्यहाँ धेरै सिनियर बस्दो रहेछ